जयमसी भजन सङ्ग्रह अध्याय 2। जाति जातिहरू किन षड्यन्त्र रच्छन् र मानिसहरू किन व्यर्थका जाल रच्छन्। परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन् र शासकहरू आपसमा सल्लाह गर्छन्। तिनीहरू भन्छन्, हामी उनीहरूका साङ्लाहरू छिनालौँ र उनीहरूका बन्धनहरू फुकाऔँ। स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ, तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनु हुनेछ र आफ्नो बल्दो कोपमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुन्छ, मैले आफ्नो पवित्र पर्वतमा सियोनमा मेरा आफ्नो राजालाई नियुक्त गरेको छु। परमप्रभुको यो आदेश म घोषणा गर्नेछु। उहाँले मलाई भन्नुभयो, तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु। मसँग माग र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याइदिनेछु। फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ र कुमालीको भाँडालाई चाहिँ तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। यसकारण हे राजा हो, बुद्धिमान हो, पृथ्वीका शासक हो, सावधान भए मानेर परमप्रभुको सेवा गर र कम्पन साथ आनन्द मनाऊ। पुत्रलाई चुम्बन गर, नत्र त उहाँ रिसाउनुहुनेछ। तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँडै दन्कन्छ। ती सबै धन्य हुन् जो उहाँको शरण पर्दछन्। आमेन।